Hello everyone. So this is my third video I guess. यसमा चाहिँ प्रिभियस दुईवटा भिडियोजहरू चाहिँ मैले छोटो छोटो बनाउने ट्राई गरेँ यो भिडियो पनि म छोटै बनाउँछु ताकि त्यो हेर्दा हेर्दा चाहिँ बोर नहोस् भनेर है र मलाई भित्र गइसकेपछि सोधेको प्रश्नहरूको बारेमा एउटा कुरा चाहिँ हामीलाई चाहिँ कस्तो हुँदो रहेछ म एक्लै गएको भएर पनि होला यदि तपाईँ चाहिँ आफ्नो पार्टनरसँग इन्टरभ्यू दिन चाहँदै हुनुहुन्छ भने चाहिँ उहाँसँगै तपाईँहरू नर्मली बोलिरहेको हुनुहुन्छ त्यही भएर तपाईँहरूलाई त्यस्तो लोन्ली फिल हुँदैन होइन अनि कति चाहिँ F1 एप्लिकेन्ट्सहरू देखिरहेको हुन्थ्यो कि भाइ बहिनीहरू हुन्छ नि उहाँहरू चाहिँ एकअर्कासँग डिस्कस गर्दै हुनुहुन्थ्यो एकअर्काहरूलाई मोटिभेट गर्दै हुनुहुन्थ्यो कस्तो राम्रो लाग्ने कि मोटिभेसन्सहरू दिँदा दिँदा हुन्छ एकअर्कासँग देवर सेयरिङ देयर I-20को डिटेल्सहरू के आन्सर भन्छु कन्फिडेन्ट हुनु यताउता एकअर्काले कस्तो राम्रो तरिकाले मोटिभेट गरिराख्नु भएको थियो त्यो देख्दा चाहिँ सबैको चाहिँ कस्तो ड्रिम हुँदो रहेछ बाहिर आउने भन्ने चाहिँ मलाई लाग्यो है ल ठिक छ अब एकदमै उहाँहरूले सिकाउनुहुन्छ कि साइड बाई साइड कसरी गर्ने के गर्ने भनेर है सुरुमै हामीलाई चाहिँ यो हाम्रो कन्फर्मेसन होइन तपाईँको DS-160को जुन बारकोड भएको त्यो चाहिँ कन्फर्मेसन चाहिँ लैजानुपर्छ है त्यो मैले अघिको भिडियोमा भन्न बिर्सेँ त्यो त तपाईँहरूको F1 सँगसँगै हुनुहुन्छ भने उहाँले भनि पनि हाल्नुहुन्छ त्यहाँ तपाईँहरू सबैलाई थाहा भएकै कुराहरू हुन्छ यो जेन्युनली होइन अनि एकदमै सिस्टमेटिक हुन्छ है त्यस्तो ला केही हुने हो कि केही भन्ने चाहिँ हुँदैन मलाई त्यो चाहिँ राम्रो लाग्यो उहाँहरूले सिस्टमेटिक वेमै हामीलाई भित्र लैजानुहुन्छ सिस्टमेटिक वेमै हाम्रो ट्रन आउँछ अलिकति धेरैजना एप्लिकेन्ट्सहरू हुनुहुन्छ भने चाहिँ अलिकति टाइम लाग्न सक्छ अब म त्यही टाइममा भएको भएर पनि मलाई त्यस्तो फिल भयो कि र एप्लिकेन्ट्सहरूको सङ्ख्या बढी छ भने चाहिँ अभियसली इट विल टेक मोर टाइम होइन अनि त्यसपछि चाहिँ अब हाम्रो F2को चाहिँ अलिक थोरै नै हुनुहुँदो रहेछ म लाइनमा बस्दाखेरि एकजना म्याम हुनुहुन्थ्यो र उहाँको नानी पनि हुनुहुन्थ्यो उहाँ दुईजनै डिपेन्डेन्ट एप्लिकेन्ट्सहरू हुनुहुन्थ्यो है त्यो एउटा भयो ओके सो लेट्स टक एबाउट द क्वेसन्स अब नर्भसनेस त अभियसली हुन्छ नै भित्र गइसकेपछि ला के हुने हो भन्ने त हुन्छ नै द्याट्स अ भेरी अभियस थिङ होइन कुराहरू पनि सुनिन्छ र आफूले चाहिँ आफूलाई एकदमै मोटिभेट गर्नुहोस् मैले त आफूलाई एकदम मोटिभेट गरिरहेको थिएँ किन भन्दाखेरि त्यो दिनमा खासै हाम्रो यो स्टुडेन्ट पनि भिजाहरू पनि खासै खै नदिया हो कि जस्तो लागिरहेको थियो मलाई अनि त्यही भएर आफूलाई एकदम मोटिभेट गर्ने ट्राई गरिरहेको थिएँ काम गराइरहेको थिएँ होइन अनि आई वेन्ट इनसाइड गइसकेपछि कस्तो अचम्म लाग्ने कि अब एमबिसी भनेपछि त पुरै के एकदमै छुट्टै खाले इन्भाइरोमेन्ट हुन्छ होला जस्तो लाग्ने तर त्यो त टेलिफोन बुथ जस्तै सानो सानो चाहिँ विन्डोजहरू हुन्छ अनि त्यहाँ गयो अनि उसले प्रश्न सोध्छ भिओले मैले जवाफ दिएँ नि अनि कहिलेकाहीँ त कस्तो यतापट्टि र यतापट्टिको बुथ र अर्को बुथको आवाज सुनिएर चाहिँ कस्तो डिस्टर्ब हुने जस्तो पनि हुँदो रहेछ त्यही भएर हामी चाहिँ एकदमै कन्सियस हुनुपर्ने रहेछ र हामीले उत्तर दिने बेलामा चाहिँ अर्कोतिर चाहिँ सुन्नु भएन भन्ने पनि हो है यो कुराहरू चाहिँ हामीले याद गर्नुपर्ने है अनि अब मेरो टर्न आयो होइन मेरो टर्न आउँदाखेरि चाहिँ मलाई एकदम मेरो इन्टरभ्यू एकदमै क्विक भयो है त्यस्तो धेरै प्रश्नहरू पनि मलाई सोधिएन र एकजना उहाँ चाहिँ अलिकति एजडै हुनुहुन्थ्यो होला बियो हुनुहुन्थ्यो उहाँकोमा पऱ्यो म गएँ अनि त्यसपछि अब मेरो टाइममा चाहिँ अब टक्क उहाँहरूले भन्नुभयो यहाँ गएर उभिनु म त्यहीँ गएर उभिएँ अनि त्यसपछि मैले दिएँ मैले फर्स्टमै I-20 दिएँ मेरो पासपोर्ट दिएँ उहाँले पासपोर्ट स्क्यान समथिङ के गर्नुभयो अनि I-20 हेर्नुभयो अनि विच कोर्स भनेर सोध्नुभयो अनि मैले जवाफ दिएँ आइएम नट F1 एप्लिकेन्ट म चाहिँ स्टुडेन्ट भिजा होइन मैले चाहिँ F2 भिजाको लागि एप्लाई गरेको भनेर होइन सुरुमै उहाँ कन्फ्युज हुनुभयो अनि उहाँले चाहिँ फेरि I-20 हेर्नुभयो ओ भन्नुभयो है त्यसपछि क्वेसन्सहरू आउन सुरु गर्यो फर्स्ट क्वेसन वेयर इज यर हस्बेन्ड विच युनिभर्सिटी मैले उत्तर दिएँ सेकेन्ड क्वेसनमा उहाँले मलाई क्लियरली अर्को क्वेसन के सोध्नुभयो भन्दाखेरि चाहिँ कहिले जानुभएको वेन डिड यर हस्बेन्ड गो भन्ने क्वेसन थियो मैले चाहिँ आन्सर दिएँ उहाँ चाहिँ यो डेटमा चाहिँ ल्यान्ड हुनुभएको सो एकदम इम्पोर्टेन्ट कुरा तपाईँलाई डेटहरू चाहिँ थाहा हुनु पऱ्यो है अनि थर्ड क्वेसन चाहिँ मलाई उहाँले सोध्नु भएको चाहिँ नेपालमा चाहिँ ऊ कहाँ पढेको तिमीलाई तपाईँलाई थाहा छ वे डिड हिज स्टडिड हिज मास्टर्स इन नेपाल मैले जवाब दिएँ दिस पर्टिकुलर इन्स्टिट्युट्स भनेर अनि लास्ट क्वेसन चाहिँ मलाई उहाँले सोध्नुभयो किन जानु लाग्यो तिमी युनाइटेड स्टेट्स भनेर र मैले जवाफ दिएँ त्यसपछि उहाँले चाहिँ केही टाइप गर्नुभयो र मलाई चाहिँ हि गेभ मी द ग्रिन स्लिप अनि त्यसपछि मेरो पासपोर्ट चाहिँ त्यहीँ राख्नुभयो अब यति सबै हुँदाखेरि चाहिँ अब धेरैले सोध्नुहुन्छ होइन
यो पोर्सन चाहिँ कस्तो ट्रिकी के है। अब कतिको केसमा चाहिँ हामीले देखिरहेको हुन्छौँ नि त ग्रुप्सहरूमा भिजा एक्सपिरियन्सेसहरू पनि। कतिको केसमा चाहिँ म्यारिज सर्टिफिकेट ल्याऊ होइन, म्यारिज सर्टिफिकेट दिएर डेटहरू सोधेको पनि मैले देखिरहेको हुन्छु। त्यही भएर चाहिँ एउटा चाहिँ म्यारिज सर्टिफिकेटहरू उहाँहरूले सोध्न सक्नुहुन्छ, डेटहरू सोध्न सक्नुहुन्छ, यो कुरा चाहिँ याद गर्नु पऱ्यो। मेरो केसमा मलाई सोधेको डेट भनेको एराइभल डेट, मेरो हस्बेन्ड यहाँ आउँदाखेरिको एराइभल डेट। अनि मैले अर्को कुरा पनि सम्झेँ, उहाँले चाहिँ मलाई तिम्रो हस्बेन्डको भिजा कपी छ भनेर सोध्नुभयो है। अब भिजा कपी चाहिँ मसँग थिएन, अनि मैले चाहिँ आई डु नट ह्याभ दिस भिजा कपी भने। सायद यो पनि मैले अगाडिको भिडियोमा छुट्याएँ कि तपाईँहरूले एउटा सेफ साइड हुनको लागि चाहिँ तपाईँको F1 मा हुनुभएको उहाँको चाहिँ भिजाको चाहिँ फोटो प्रिन्ट अब जे भने पनि त्यो चाहिँ लगिराख्नु न है, कहिलेकाहीँ उहाँहरूले सोध्नु हुँदो रहेछ। मलाई चाहिँ सोध्नुभयो जुन मसँग थिएन र मैले क्लियरली मसँग छैन भने है। त्यही भएर पनि मसँग उहाँको I-20 चाहिँ थियो, तर मसँग चाहिँ उहाँको त्यो थिएन है भिजा कपी चाहिँ। ओके, कहाँ थिएँ म? डेट्सहरू चाहिँ याद गर्नुपर्ने रहेछ। मलाई त्यो डेट सोधिएको थियो, तपाईँहरूलाई बिहेको डेट सोध्न सकिन्छ, तपाईँहरूलाई कसरी बिहा भयो, तपाईँहरूलाई चाहिँ सोध्ने क्वेसन भने कसरी बिहा भयो, कहिले एकअर्कालाई फर्स्ट टाइम कहिले चिनजान भयो, कति रिलेसनसिपमा हुनुहुन्थ्यो, कुन ठाउँ घुम्न जानुभयो सुरुवातमा, यस्ता पर्सनल क्वेसन्सहरू चाहिँ बढी सोधिँदा रहेछन् है। मलाई चाहिँ त्यो क्वेसन्सहरू सोधिएन। र अर्को एउटा चाहिँ हामीलाई डाउट लाग्ने कुरा चाहिँ तपाईँ चाहिँ इङ्ग्लिसमा एकदमै कन्फिडेन्ट हुनुहुन्छ भने तापनि एउटा बेनिफिट हाम्रो यो F2 भिजा एप्लिकेन्टलाई के हुँदो रहेछ भन्दाखेरि हामीले चाहेको खण्डमा हामीले चाहिँ नेपालीमा पनि आफ्नो इन्टरभ्यू चाहिँ दिन सक्छौँ। र इन माई केस मैले चाहिँ इङ्ग्लिसमै दिएँ, तर तपाईँ कन्फिडेन्ट हुनुहुन्छ भने तपाईँ इङ्ग्लिसमै दिनुहोस् होइन। मलाई डाउट लाग्छ, मैले क्लियरली आन्सर्सहरू भन्न सक्दिनँ भने चाहिँ यु क्यान गिभ इट इन नेपाली। यसमा लाज मान्नुपर्ने कुराहरू केही पनि छैन। जुन ल्याङ्ग्वेजमा कम्फर्टेबल हुनुहुन्छ त्यही ल्याङ्ग्वेजमा दिनु पऱ्यो। अनि त्यसपछि गएर ओहो यो भिडियो अलिकति लामो हुन्छ कि के हो है, ल ठिक छ। अनि त्यसपछि चाहिँ अर्को एउटा प्रश्न चाहिँ के थियो भन्दाखेरि चाहिँ तपाईँहरूको आन्सर्सहरू चाहिँ एउटै हुनु पऱ्यो है। दुईजना F1 र F2 सँगै हुनुहुन्छ भने मेक स्योर योर आन्सर्स आर सेम। अनि मैले यस, यदि तपाईँकोमा एमाउन्ट पैसाहरू देखाउनु परेको छ भने चाहिँ कसरी गर्छ, कसले गर्छ भन्ने क्वेसन्सहरू आउन सक्छ। मेरो केसमा पनि हामीले चाहिँ पैसा देखाएको भने युनिभर्सिटीमा मैले मेरो ब्याङ्क स्टेटमेन्ट चाहिँ सेन्ड गरे हो, तर मलाई त्यो क्वेसन्सहरू चाहिँ सोधिएन है। तपाईँहरूलाई चाहिँ तपाईँको स्टेटलाई कसले स्पोन्सर गर्छ भन्ने क्वेसन सोध्न सक्छ। यो कुरा चाहिँ तपाईँ क्लियर आउट हुनुहोस्। र एकदमै मलाई यो अहिलेको यो सुन्छु जति पनि होइन, त्यसमा सबैभन्दा ट्रिकी लाग्ने क्वेसन भनेको चाहिँ तपाईँ यदि जब गर्दै हुनुहुन्छ, तपाईँले म जब गर्छु भनेर मेन्सन गर्नुभएको छ भने तिमीले त्यो जागिर छोड्छौ भनेर प्रश्न चाहिँ एकदमै आउने रहेछ। र यसको लागि पनि तपाईँहरू चाहिँ प्रिपेयर हुनुहोस्। दो मलाई यो दुईटै क्वेसन्सहरू सोधिएको थिएन, तर म कहीँ न कहीँ चाहिँ प्रिपेयर भएको थिएँ। र तपाईँहरूलाई केही यस्तै रिलेटेड क्वेसन्सहरू केही छ भने चाहिँ र जुन चाहिँ मैले चाहिँ दिन सक्छु जस्तो लाग्छ, मबाट एक्सपेक्ट गर्नुहुन्छ भने यु क्यान जस्ट कमेन्ट इट डाउन है। र हामी चाहिँ डिस्कस गर्नेछौँ हाम्रो अर्को भिडियोमा। ओके, र यसपछिको अर्को भिडियो चाहिँ कुनै स्पेसल हुनेवाला छ। स्पेसल त नभनौँ, इन्फर्मेटिभ हुनेवाला छ, किनभने यसको बारेमा चाहिँ मैले पनि धेरै ठाउँमा सर्च गर्दा पनि नपाएको आन्सर्सहरू छ। यसको बारेमा चाहिँ म तपाईँहरूसँग नेक्स्ट भिडियोमा कुरा गर्छु। थ्याङ्क यू भेरी मच।